यो अहिले साँझ 4 बजेको दृश्य हो। थापाथली सुकुम्बासी क्षेत्रमा बिहानै घर टराहरू भत्काइसकेपछि अहिले सामानहरू, अति महत्त्वपूर्ण सामानहरू, केही छुटेको चिजहरू चाहिँ उहाँहरू सार्दै हुनुहुन्छ। ठुलो पनि त छ नि, त्योभन्दा उखारो पर्दा त कति हो त्यो सबै गर्दाखेरि? कतिवटा छ, कति पिस सक्यो, कति पिस सक्यो यहाँ केही चौपायाहरू पनि देखिन्छ। बिहान सुरक्षाकर्मी साथीहरूको भनाइअनुसार चाहिँ यहाँका सुकुम्बासी जनताहरूलाई हाम्रो रङ्गशालामा लगेर राख्ने र त्यहाँबाट चाहिँ उपयुक्त ठाउँमा स्थानान्तर गर्ने भन्ने सूचना हामीले प्राप्त गरेका थियौँ। प्रहरी साथीहरू अझै भित्र हुनुहुन्छ, केही सोधपुछ गर्दै हुनुहुन्छ। उहाँहरू कता के हो भनेर उहाँसँग जानकारी राख्दै हुनुहुन्छ। अब बेलुकाको समय भइसकेको छ, त्यसले गर्दाखेरि सायद बेलुकाको समयले भएर होला उहाँहरूलाई चाहिँ सोधखोज गरेर सम्बन्धित ठाउँमा पठाउने कामहरू गर्दै हुनुहुन्छ। यहाँ महानगर प्रहरीहरू पनि देखिन्छ सहयोगको लागि। दर्शकहरू, अब यहाँ घर भत्काइसकेपछि तपाईँको यो कबाड व्यवसाय गर्ने साथीहरू चाहिँ यहाँनिर केही सामानहरू केही पाइन्छ कि भन्ने हिसाबले यसरी तपाईँहरूको त्यहाँ भित्रभित्र आएर चाहिँ फलामहरू, उहाँलाई आवश्यक पर्ने चिजहरू खोजिराखेको जस्तो देखिन्छ दृश्यमा। यसरी कबाड व्यवसाय गर्ने साथीहरू यसरी सामानहरू, आफूलाई आवश्यक पर्ने सामानहरू यहाँनिर एकट्ठा गर्दै हुनुहुन्छ, जोड्दै हुनुहुन्छ। अहिले चाहिँ माहौल शान्त रहेको छ, यहाँको अवस्था ठिकै छ। यहाँनिर कतिपय अवस्था कस्तो देखिन्छ भने सानो छाप्रो हालेर फेरि बस्न सकिन्छ कि हामी जाने ठाउँ कहीँ छैन भन्ने यस्तो पनि देखिएको छ दृश्यमा। प्रहरी साथीहरूले यहाँहरूलाई सम्झाउँदै हुनुहुन्छ कहाँ जाने हो, के गर्ने हो भनेर भनिरहेको अवस्था जस्तो लाग्छ। साना बालबालिकाहरू यहाँ बसिराखेका छन्। महानगरका प्रहरी र हाम्रा नेपाल प्रहरीका सबैजना यहाँ उपस्थित भएर सोधखोज गर्दै हुनुहुन्छ। सामान कता लाने, के गर्ने भन्ने होला। यहाँ साइकलहरू दृश्यमा देख्न सकिन्छ, जसले चाहिँ यहाँका कबाड व्यवसायीहरू आएर यहाँ काम नलाग्ने सामानहरू बदलिरहेको जस्तो दृश्यमा देख्न सकिन्छ। बुवा, तपाईँलाई के सोधेको तिनीहरूले? के सोधेको उनीहरूले? गाई के ए गाईलाई कहाँ लाने भनेर सोधेको? ए अब भत्काएपछि कहाँ लाने भनेर सोधेको? ए
ए ए हजुर ए हस् दृश्यमा देख्न सकिन्छ नगरपालिकाका प्रहरी साथीहरूले सामान सार्न सहयोग गरिरहेको अवस्था देख्न सकिन्छ। धन्यवाद।